सम्पूर्णमा नमस्कार। यति बेला म शान्ति कुञ्ज मधुबन धाम सिंहघाटभित्र आइपुगेको छु। देख्न सक्नुहुन्छ अहिले म यतिबाट गेटमा छु। भित्रपट्टि धेरै किसिमको संरचनाहरू बनिरहेको छ, पार्किङ स्थल है। अब म नजिकैबाट सबै दृश्य कैद गर्दैछु। यतापट्टि देख्न सक्नुहुन्छ हनुमानको मूर्ति, त्यसपछि साना साना मूर्तिहरू धेरै रहेको छ। अनि यतापट्टि पनि अर्को मन्दिर छ, त्यहाँ बस्नको लागि ठाउँ रहेको छ। त्यसपछि त्यहाँ पारिपट्टि देख्न सक्नुहुन्छ सानो मन्दिर रहेको छ। म कर्मीसँग सबै दृश्य कैद गर्दैछु। त्यहाँनिर भगवान शिवजीको मूर्ति पनि रहेको छ। दर्शकबिन, म नजिकै जाँदैछु। यहाँनिर शिवजीको मूर्ति म कैद गर्दैछु। देख्न सक्नुहुन्छ यहाँनिर यसरी मूर्ति राखिएको छ। एकदमै लस्करी एक लाइनसँग यसरी मूर्ति राखिएको छ। शान्त वातावरणमा, एकदम रमणीय ठाउँमा, एकदम पवित्र स्थल रहेको छ यो। यहाँनिर देख्न सक्नुहुन्छ ढकमक फुलहरू फुलिरहेको छ र सानो मन्दिर छ। यहाँनिर चिटिक्काको मन्दिर रहेको छ यहाँनिर। त्यसपछि अलि माथि म जाँदैछु, के छ सबै म कैद गर्दैछु। दर्शकबिन, एकदमै शान्त र रमणीय वातावरण छ, हरियाली ठाउँ, एकदमै शान्त, एकदम रोचक दृश्य देख्न पाइन्छ यहाँनिर। देख्न सक्नुहुन्छ यहाँनिर सानो सानो पोखरी छ। पोखरीमा मूर्ति, यसरी मूर्ति राखिएको छ पोखरीमा। पानी चाहिँ छैन यहाँनिर, यस्तो छ। यो दृश्य हो कपिलवस्तु जिल्लाको मधुबन धामको। दर्शकबिन, एकदमै रमणीय दृश्य रहेको छ। यो पोखरीमा चाहिँ कमलको फुल रोपेको रहेछ गाइजहरू। देख्नुहुन्छ कमलको फुल हो यो। सानो चाहिँ फुल्न खोजिरहेको छ त्यहाँनिर। अब यतापट्टि देख्न सक्नुहुन्छ फुलै फुल छ। कपिलवस्तु महावन सम्पदा महास्थान बिहार। यहाँनिर चाहिँ भित्र के छ, यहाँ चाहिँ ध्यान गर्ने एरिया रहेछ, प्रवेश निषेध भनेर लेखिरहेको छ। त्यहाँभित्र चाहिँ एकदम ठुला ठुला भवन छ गाइजहरू। यो भित्र प्रवेश निषेध भएको हुनाले म चाहिँ गइनँ उतातिर। एकदम ठुला ठुला ढुङ्गा देख्न सक्नुहुन्छ। यहाँनिर चाहिँ गौतम बुद्धको सँग सम्बन्धित नै सबै ठाउँ रहेछ यो। कमलको फुल यसरी फुलिरहेको छ। भित्रपट्टि ध्यान गर्ने ठाउँ छ। यसभन्दा अलि पछाडि पनि एकदमै ठुला ठुला भवन छ यो जङ्गलको झाडीभित्र। तर प्रवेश निषेध लेखेको हुनाले म चाहिँ उतातिर जान उचित मानेन, किनभने उहाँहरू चाहिँ ध्यान गर्ने बेला भएको होला, डिस्टर्ब होला। त्यसले गर्दाखेरि म उतातिर गइनँ। एकदमै शान्त ठाउँ, कपिलवस्तु जिल्लाको मधुबन धाम। यो भित्र चाहिँ रोचक दृश्य छ गाइजहरू, तर यसको चाहिँ मैले भिडियो कैद गर्न सकेन। अब के हुन्छ। अब यहाँ नजिक मान्छे पनि कोही पनि छैन। मान्छे भएदेखि म सोधेर जान्थेँ होइन, तर कोही भएको हुनाले यहाँनिर अगाडि यस्तो छ। देख्न सक्नुहुन्छ यी कमलको फुल, ढुङ्गा ठुला ठुला ढुङ्गा छ, एकदम ठुला ठुला ढुङ्गा। त्यसपछि त्यहाँभित्र घरहरू छ गाइजहरू होइन, एकदम ठुला ठुला घर छ। तर चाहिँ प्रवेश निषेध लेखिएको छ, त्यसैले म चाहिँ गइनँ। अब यहाँनिर जे होस् रमणीय ठाउँ छ।